गाइज म चाहिँ धेरै पछि फेरि आएको छु होइन। तपाईँहरू पनि सन्चै होला, म पनि सन्चै छु। अब हेरौँ होइन, अब यहाँबाट निस्किँदैछु। अब हामी खै डाँडातिर जाने भन्छ, खै कुन चाहिँ डाँडातिर हो। अब पछाडि छ साथीहरू सब टन्नै छ। अहिले आउँछ बेलुका यसको रिप्लाई हेरिदिनु होला सबै हाम्रो ग्याङको दादा। बिहान फेरि लुलो भयो भने मैले 10-15 जना ढाल्नेवाला छ है फेरि। यता माटो नि हाँसेर फेरि केडी फिदा हुन्छ फेरि कालेर फेरि। और मेरा नाम है क्या है मेरा नाम? ओह ये साला सही टाइम पे मैं नाम भूल जाता हूँ। अभी मेरे को किसी ने बोला कि मणिलाल किधर जा रहा है, तो अभी ये बोला अब मणिलाल। हाँ स्मार्ट। फाइनली हामी चाहिँ लकडाउन आइपुगेछ। जोडी देखिनु म त वरिपरि। यहाँ चाहिँ बाइक सिक्ने रहेछ है केटा हो। सिक्न कसलाई मन छ भने आऊ है। यहाँ चाहिँ जोडी आउने ठाउँमा म चाहिँ सिक्न लागिरहेको छु। यहाँ चाहिँ खतरा जोडी पाउँछ भनेर आएको, सिङ्गल हुनेको पनि जोडी पाउँछ भनेर आएको। कोही छैन डाँडातिर त यार, एउटै केटी छैन। म त फर्केर जानु पर्यो यार, सिङ्गलै मनी भयो यो जुनी मुला। ओहो के भन्नु यार, कसैको बहिनी दिदी छ भने मेन्सन गरेर कमेन्ट गरौँ है। म सिङ्गलै छु, साथीहरू त भइहाल्छ। मिलाउला नि कसैले छ भने कमेन्ट है। ल सिङ्गलै छु, पालिदिन्छु हो तिम्रो दिदीलाई। खतरा खानासाना पकाएर दिन्छु, खानै पकाउनु दिदिनँ म फेरि। म खतरा कुक हो नि फेरि। सुन्नु पनि यस्तो डाँडा छ भनेर मलाई थाहै थिएन यार। म पाल्नु छ डाँडा चाहिँ यस्तो डाँडा चाहिँ यार मैले कस्तो ठ्याक्कै गाउँघरतिर त्यो माथिले देख्नु घर हुन्छ नि, त्यस्तै छ मा कस्तो यार। यस्तै डाँडामा हो म घर बनाएर बस्छु होइन। धेरै पैसा कमाएपछि यस्तै डाँडामा। के छ भाइ भन् त, कस्तो फिल भयो यस्तो डाँडातिर आएर? मा कस्तो यो डाँडामा बसेर छ्याङ हान्न चाहिँ लास्ट मजा आउने हो। जसले पनि मसँग बिहे गर्छ नि, म त्यो ढलान घर त बनाउन सक्दिनँ तिमीलाई होइन। तिमीलाई म यस्तो डाँडामा यतिको घर चाहिँ बनाएर पालिदिन्छु। यतिको देखिरहेको छ नि यो तर यतिको बनाएर तिमीलाई पालिदिन्छु। ढलान घर बनाउन तिमीलाई यतिको घर बनाएर चाहिँ म तिमीलाई खुसी दिन सक्छु। अब चाहिँ हामी माथितिर डाँडातिर घुमे, यस्तो रमाइलो छ। आउनु होला, तर खोइ लकडाउन भन्थ्यो यहाँ सिङ्गल आउने मान्छेहरूको पनि मिङ्गल हुन्छ भन्थ्यो। भइसक्यो होइन लकडाउनको डेटिङ चाहिँ कहाँनिर बस्दो रहेछ भनेर केटाहरू यहाँनिर बस्दो रहेछ क्या। खोइ आज चाहिँ खाली रहेछ, त्यो भएर कोही छैन। पर चाहिँ छ है गाई, पर छ। पर गयो भने फेरि मलाई फेरि अर्काको बेबीहरूले मार्छ, अर्काको बोयफ्रेन्डले।
डाँडाबाट डढाइ डढाइ खिच्दैछु त्यता जान्छ यताबाट जानु न यहाँ डाँडाबाट फर्किल कममा यस्तो छ कोही छैन यो पनि रमाइलो छ तर यहाँनिर खतरामा टुने डान्स गरेको त्यो के अरे फर्की फर्की नहेर ल पल्लाइ ढोलाएर बस्ने रोक्छ आयुर्वेदहरू यहाँ चाहिँ यस्तो जोडी जोडी छ म चाहिँ यहाँ यसरी हिँड्दैछु अगाडि जोडी हेर्दा हेर्दै यहाँ पनि रमाउँदैछु के गर्नु अब अच्छा हुआ कि भैया आज हम चल गए थे सऊदी। छोड़ दीजिए ना, अब तो भैया देख लेगा कहीं यहाँ हो जाएगा तो फिर अचानक हो जाएगा। ठीक है, ऐसे ही हमको प्यार कीजिएगा ना। हाँ ठीक करेंगे, छोड़ दीजिए ना। बोलिए देवर जी आई लव यू। लभ डाँडाबाट फर्किसक्यो अब यो फुल भिडियो चाहिँ बेलुका आउँछ युट्युबमा सबले हेरिदिनु होला लाइक सेयर माया गरिदिनु होला अब यस्तो खासै त बनाउनु आउँदैन त्यही पनि हो भर्खर सिक्दै सुक्दै हो नयाँ मान्छे हो केही छैन अब आफूहरूलाई कस्तो कस्तो रमाइलो लाग्छ त्यो अब पछि म गर्दैछु यति भए पनि अब माया चाहिँ गरिदिनु होला ल अहिलेलाई चाहिँ यति नै हो धन्यवाद लाइक सब्सक्राइब चाहिँ माटोले ड्याङ ड्याङ आँखा चिम्लेर खेल्छ नि साथी गाउँ गएपछि होइन हामी गाउँमा नि यस्तै हुन्छ कस्तो भने यस्तो भिडमा बस्यो हेर्ने रमाइलो गर्ने इन्जोय हामी चाहिँ भाइरल पुलमा आइसक्यो यहाँ चाहिँ वरिपरि चाहिँ काठमाडौँमा कहीँ देखेको थिएन यस्तो देखिरहेको छ देख्दैन ओहो केटाहरू सब हिँड्दैछु ल देख्दैन त पुरा म हाइट सानो भएको हो देख्यो देखेन त हरायो त ल भएछ त त्यसलाई खानु पऱ्यो हो त्यो चाहिँ गुम्बा है के गुम्बा रे हो के गुम्बा रे ए बुद्ध चोक है बुद्धहरू यहाँ